आज हाट बजार जाने हो न शीतल चिनी पनि ल्याउनु पर्छ है ल के हो फेरि त शीतल चिनी भनेको उखुको जुस शीतल गराउन खाने भनेको नाइ के उखुको जुस होइन के त्यसको झोल बनाएर खान्छ नि झोल किन भन्छ यार जुस बनाएर खाने भनेर आइस हालेर खानुपर्छ मस्त चिसो बनाएर शीतल गराउँछ त्यही खानुपर्छ आज नाइ के त्यसको सब्जी जो खान्छन् लामो लामो हुन्छ हरियो हुन्छ त्यो छिपे पछाडि त्यसको दाना पनि हुन्छ कि सब्जी जो बनाएर खान्छन् त्यसले के हो फेरि त्यो लामो लामो हरियो छिपे पछाडि त्यसभित्र दाना पस्ने के सोचबिन त भनेको होइन नि तिमीले इङ्ग्लिसमा के भन्छ त्यसलाई भन त लु त्यसलाई इङ्ग्लिसमा ड्रमस्टिक पनि भन्छ मोरिङ्गा पनि भन्छ होला